ल जे होस् हाम्रो जादु देखाउने तपाईको घर छ पर्सा जिल्ला पर्सा मध्येन्द्र प्रसाद छ अनि हजुरहरूले माया गर्नुभएको छ म सम्मान गर्छु यो माया म कहिले पनि हैन बिर्सिँदैन धेरै खुसी लागिरहेछ नि तपाईले गर्दाखेरि आन्दोलनमा एकदमै एक प्रकारको छुट्टै माहौल बनेको छ तपाईले यो धेरै शिक्षकको धन्यवाद कलमको ताकत हो हजुर यो शिक्षकको कलमको ताकतले गर्दा यो सफल हुँदैछ हुन्छ पनि हस् अझै पनि तपाईको योगदान अतुलनीय रहनेछ हस् थ्यांक यू सर गाठो पार्छ काट्छ सर्टो तान्दाखेरि त्यो गाठो
काटेको देख्यो नि त्यसले जोड दिन्छ होइन आज छोड्यो नि त्यो काटेको एउटा हातले समाइरहेको छ त्यहाँ चाहिँ काट्यो भने त्यो पुरै हराउँछ त्यो अघिको भन्दा छोटो हुन्छ त्यो सर्टो तानेर त्यो आउँथ्यो अब यो धागो यत्रो बराबरै सानो हुन्छ यति मात्र छ तर म पुरै हेराउँ खुसीको धागो बनाएर हेराउँ है अब मेरो बेडमा धागो छ होइन पकेटबाट ल्यायो मैले शिक्षकको कलममा